कफी अनुसन्धान कार्यक्रम हाम्रो यो छ भण्डारी डाँडा गुल्मीमा। यहाँ आइपुगे भर्खरै। आज चाहिँ अब उभौली अनि एमरी पूर्णिको कारणले चाहिँ बिदा छ। आउनु चाहिँ आएँ। मान्छे चाहिँ अब मैले कोही पनि हुनुहुन्न। अब कर्मचारी त हुनुहुन्छ, अब डिस्टर्ब गर्ने कुरा भएन। अनि यो चाहिँ तपाईँको अफिस भयो, अहिले बन्द छ होइन, एकदम राम्रो छ। यो चाहिँ इन्ट्रान्स यता छ, एकदम राम्रो ठाउँ बनाएर राख्नुभयो। भण्डारी डाँडा गुल्मीमा पर्दो रहेछ। तपाईँको यो बगैँचाहरू भयो होइन, तपाईँलाई म देखाउँछु के छ। सिसिटिभीको निगरानीमा भन्छ। अब गलत टाइममा आइयो। यहाँ आइएछ, यहाँ फुलहरू लगाउनु भएको छ, धुपी सल्लोहरू। एरिया ठुलो रहेछ। कफी खेती तपाईँको यहाँ कफीको बेर्ना होइन, तपाईँले अहिले चाहिँ लिन चाहनु भने चाहिँ यहाँ पाइँदो रहेछ। बेर्नाहरू चाहिँ उमार्ने अनि बेच्ने पनि। अनि तपाईँलाई चाहियो भने चाहिँ यहाँ लिएर जान मिल्यो। बाटोमा पर्छ होइन, तपाईँलाई कफी लगाउनै मन छ, चेक गर्नु मन छ भने चाहिँ यो बेर्नाहरू भयो है। यसरी छ। म यतातिर आएँ। यो भवनहरू छ। हल्का प्रोसेसिङ टेस्टिङ होइन, टेस्टिङ पनि हुँदो रहेछ। सबै कफी मैले सोधेको लगभग 40-42-50 जातिको कफी हुँदो रहेछ। यिन चाहिँ बेर्ना भयो। यहाँ पनि के डिभाइसहरू छन्। अब कफीको लागि नै होला। माथि मैले देखेँ होइन, माथि गएर हेरौँ। सोधेर आएको थिएँ, हेर्न मिल्छ कि नै भन्दा हेर्न मिल्छ, किन नमिल्ने भन्दै हुनुहुन्थ्यो। तपाईँको यता छ है, एकदम छ कफीको यी सबै बेर्नाहरू। फाला फाल्छ। अहिले चाहिँ तपाईँको हार्भेस्ट सिजन रहेछ होइन। अनि लगाउने समय चाहिँ कफी चाहिँ यता भयो। यहाँ चाहिँ तपाईँ हेर्नु फाला फाल्छ। जति छ कति चाहियो। लगाउने सिजन चाहिँ अब स्प्रिङमा भनौँ न, फागुन चैत वैशाख यस्तै समथिङमा हुँदो रहेछ। दिवस गर्मी उमा बसन्त ऋतुमा कफीहरू यता भयो। यहाँ पनि छ है, यता छ। अब उता पनि छ, टनाटन छ। यो त अलिकति मात्र हो। चाहिन्छ भने मैले प्राइस सुनेको एउटा एक पिसलाई चाहिँ 30 रुपियाँ पर्दो रहेछ। टेस्टिङ गर्नु छ, लगाउनु पर्ने छ भने। यहाँ चाहिँ भर्खर उम्रिँदैछ है कफीहरू। यता पनि छ। अब एकछिन हामी तलतिर जाउँ। एउटा दिदी भेट्नु भएको थियो, उहाँलाई सोधिरहेको थिएँ। उहाँलाई चाहिँ भिडियो हेरेर लगाएर छोडेको छु मैले। तल उसको त माछा फार्मको भिडियो थियो नि त, यसो हेर्दै बस्नु। म चाहिँ भिडियो बनाएर आएँ भनेर चाहिँ